सुत्दो रहेछ निन्दा लाग्यो अब चाहिँ रिटर्न अब त यस्तो बेसी हिँडिसक्यो आज यस्तो ठुलो 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 रहेछ के यो जू आज जोर सायद बन्द भयो आज छ यहाँनिर रहेछ इमु यो चाहिँ अस्ट्रिचहरू टाइपकै हुन्छ ठुलो इमु त्यो त अब कस्तो अरे प्यारो नाम इमु भनेर बोला जस्तो खालको लाग्यो यिनीहरूको नाम त इमु इमु बेबी भन्ला जस्तो भयो त यहाँ छ इमु त्यस्तो खालको छ रहेछ अब चाहिँ आउँछ उयो क्रोकोडाइल छ अनि स्नेकको भेराइटी छ हेलो हामी चाहिँ एकदमै थकित स्थितिमा हिँडेर जाँदैछौँ यहाँ हामी जूभित्र आएको नै 2 घन्टा भइसक्यो हो बिचराहरू यहाँ पर्खिँदै हिँड्दै आँखा पनि निस्किन आँटिसकिसक्यो आँखा पनि निस्किन आँटिसक्छ कसैको त पुरा थाक्यो दामी दामी तर बहिनीको तपाईँहरू जसले पनि हेर्नु हुँदैछ बहिनी मेरीको सब्सक्राइब लाइक अनि सेयर गरिदिनु होला धन्यवाद दाजु चाहिँ थाकेर जू घुम्दा थाकेर निन्दा आएर यसरी सुत्दो रहेछ मान्छेहरू चाहिँ है यसरी सुत्दो रहेछ निन्दा लाग्यो अचम्मका प्राणी मात्रै होइन मान्छे पनि हुँदो रहेछ यिनीहरू केही हार्म गर्दैन नि त यिनीहरू यसरी मजाले घुमिरहेको हुन्छ इन्जोय गर्दै घुमिरहेको हुन्छ जस्तै यो यहाँतिर पनि घुमिरहेको छ क्या यतिर पनि घुमिरहेछ मजाले ए
साथीहरूले पनि खिलाउँदै रहेछ कि क्या हो हाई पानी 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 इ हेर्नु नि यहाँ यहाँबाट खिच्दैछु मसार न मसार मलाई त हान्दैन होला नि इमेजिन के गर्छु नि तर मैले हान्छ भने कत्रो ठुलो छ हो कत्रो ठुलो छ अब यो मिर्गा भन्नु के भन्नु अब यसलाई के हो दाजु यो मिर्गाको भेराइटी हो अब के हो गाई जत्रो छ यो चाहिँ गाई जत्रो अरू खाना मासु चाहिँ छाड्नु पायो भन्नु न कत्रो छ यो बल्ले कतिको बल्ले छ हौ लैजाउँ होइन केटा हो लैजाउँ नि केटा हो केटा हो बोका बोका पटाएर हामीले गर्दा खानु पाएर मात्रै होला नि यहाँनिर कस्तो मजाको यो पत्तै बिनाको रुखमा चाहिँ यो बसिरहेको छ पत्तै बिनाको रुखमा चाहिँ चराहरू बसिरहेको छ टेरेन टेरेन हामी निस्किँदैछौँ जूबाट दाजुभाइ दिदी बहिनीहरू सबैजना त्यो मजाको देखेको अगाडि पनि हात्ती पनि छ यहाँनिर अहिले चाहिँ हामी यहाँनिर अहिले चाहिँ फेरि हामी उयसमा आएको छौँ यहाँनिर सर्पनकोमा अनि सिस्टर मेरीकोमा खाना खानु मोमोको प्लान चाहिँ एक्चुअलमा हाम्रो मोमोलाई चाहिँ क्यान्सल गरेर टाइम पुरा लाग्यो भने त हामी पुरा टायर्ड भएको छ आज भनेर चाहिँ नेक्स्ट टाइम गरौँ भनेर चाहिँ हामी जो छिटो हुन्छ त्यो गरेर चाहिँ हामी गएर छिटो गएर रेस्ट गर्ने भनेर चाहिँ हामीले मोमोलाई चाहिँ क्यान्सल गरेर चाहिँ उयो गरेको नि त खाना नै नागा स्टाइलको खाना खानुहुँदैछ नागा स्टाइलको डेमो सुटसँग हो